पो के म आज तपाईँहरू सामने हेरेर फेरि जोक्स लिएर आउँदैछु ल फेरि अरू सुन ल मजाले सुन टाइम पास पानी पऱ्यो के कामै छैन अन्त तपाईँहरूको लागि टाइम पास मजा हौ यो जहाँ बाक्सी रम बियर छोड्नुको लागि चाहिँ के चाहिँ गर्नुपर्ने हो हौ म त साह्रै बानी भइसक्यो त यो मलाई चाहिँ रम बेसी खाने आदत भएछ मलाई बियर त्यति मन पर्दैन रम चाहिँ अलिक मिठो पिरो बेसी खाने भयो अलिक टेन्सन लाग्दछ हौ लिभर जान्छ कि डर लाग्दछ अलिक त्यही त साथीहरूलाई अलिक कसरी छोड्नु पर्ने हो अलिक भनिदिनुहोस् है अब चाहिँ म अर्को जुनीमा चाहिँ यो जन्म चाहिँ मऱ्यो भने चाहिँ अर्को जुनी चाहिँ म भगवान्लाई राम्रो प्रार्थना गरेर चाहिँ म आँखा चाहिँ बरु एउटा यहाँ बिचमा यसरी एउटा निन्द्राको बिचमा एउटा आँखा पुग्छ मलाई एउटा आँखाले लिभर चाहिँ 3टा माग्नु पऱ्यो लिभर चाहिँ 3टा माग्छ एउटा जान्दा पनि थामिहाल्छ 2टा जान्दा पनि थाम्छ 2टा जान्दा पनि 3टा लिभर जान्दा त हो निकै थाम्छ नि 110 108 वर्ष त बस्छ नि खट्टु गएको दामी अनि त्यही कारणले अर्को जुनी चाहिँ म 3टा लिभर माग्नु पऱ्यो आँखा एउटा काफी संसार देख्नु त छ बाटो 2टा आँखा भएर पनि फेरि अनेक थोक सोच आउँछ अर्काको के देख्यौँ लोभ्याउँछ बरु त्यही कारणले एउटामा पुग्छ हौ कोही खेर त्यस्तो बुइचाल आएपछि अस्ति पनि बुइचाल आयो डर लाग्यो अस्ति बुइचाल आएको बेला त म त टेन्सन लाग्छ अगाडि त बुढी पक्रिहाल्छ नि म त बडा हलाएर लिभर झारिदिउँ त हुँदै हुन्छ त अन्त